हजुर सर ल भन्नु त। यो दानले चले संस्था 72 सालदेखि हजुर हाम्रो यो 72 सालमा केही पनि थिएन भनेर जान्दा भयो। सामान्य मान्छेहरूको आवाज जावत भन्ने यही गाउँठाउँ क्या अलिअलि सामान्य व्यक्ति हजुर अनि दान धर्म पनि कमै। हजुर जब चाहिँ त्रिशुलको अवधारणा आएको छ सर हजुर बल्ल विस्तृत 72 सालमा त्रिशुलको अवधारणा ल्याउनु भयो। बरु त सुरुमै त्यो ठुलो चाहिँ त्यो बनायो नि 72 सालमा सुरुमा त्यो मात्रै उभ्याइयो। हजुर त्यो कि त्यहाँनिर भएको सबै कुराहरू त्यति बेला तयार गरेर डाँडो थियो त्यो त्रिशुल बनाउँदाखेरि त्यति बेला त्यहाँ अहिले जस्तो छ नि अवस्था त्यति बेलै त्यो अवस्था कम्प्लिट बनाउनु भएको कि सुरुमै पहिला त्रिशुल मात्रै ट्याक्कै होइन मात्रै पहिले एउटा पहाडको भित्तो हो त्यो हजुर पहाडको भित्तोमा तपाईँको त्यसलाई खारेर त्रिशुल स्थापना गरेको थियो न बाटो सुरुमा यहाँ मन्दिर महादेवको मन्दिर भनेर चाहिँ थियो थियो पहिल्यैदेखि थियो पहिलेदेखि पुर्खौँदेखि सामान्य आवाजात हुन्थ्यो यो लेभल चाहिँ त्यति बेलाबाट भनेपछि 72 भनेपछि अहिले 82 10 वर्षमा यतिको यति प्रगति भयो अहिले लगभग चाहिँ यो लेभलको मासहरू आइपुग्नु थालेको चाहिँ कति समयदेखि यस्तो देखिन थाल्यो यो तपाईँको ती समयदेखि चाहिँ ल 72 बाट चाहिँ अब कम बेसी हुने त छुट्टी बाटो भयो है त्यो 72 सालदेखि जो तपाईँको चाहिँ यो मान्छेको विश्वास चहल पहल भन्ने विशेष गरी यहाँ अझै भिडभाड यहाँ पूजाआजा यताउतिको दृष्टिकोणले कुन बेलामा अलिक बेसी मान्छे जम्मा हुनुहुन्छ बेसी मान्छे हुने श्रावण महिनामा हजुर शिवरात्रि सोमबार प्रत्येक सोमबार साउनमा विशेष हुने शिवको आराधना हुने बेलामा शिवरात्रि एउटा सोमबार प्रत्येक महिनाको अरे हप्ता सोमबार र चाहिँ साउन मैले तपाईँसँग एउटा एडभाइस माग्छु होइन जस्तो तपाईँको मैले चाहिँ अहिले मैले तपाईँलाई भनि पनि हालेँ जलेश्वर हाम्रो चाहिँ रिद्धिकोटा भएको हिसाबले मैले यो गर्न खोजेको सोधेको यत्तिकै बनाउन यदि चाहना लाग्छ भने चाहिँ के गर्न सल्लाह दिनुहुन्छ तपाईँ कसरी सजेस्ट गर्न चाहनुहुन्छ हामीलाई यस्तो सबभन्दा चाहिँ त्यहाँका कार्य समिति सञ्चालकहरू एक्टिभ हुनु पर्यो हजुर जस्तो तपाईँको क्षेत्रबाट यो संस्था दानले चलेको छ सरकारी बजेट कहीँबाट आज सरकारी बजेट आज सीमित क्षेत्रलाई जस्तो पार्क निर्माण पोखरी निर्माण भन्नेमा आउँछ हामी सञ्चालक समितिहरूले जस्तो आफ्नो क्षेत्रकालाई चाहिँ दान दिनु भौतिक संरचना निर्माण गर्नलाई प्रेरित गर्नु त्यसको आधारमा बढी एक्टिभ भएको त्यही जस्तो मेरो क्षेत्रमा मैले 8-10जनालाई 10,000 रुपियाँ पनि 10जना ल्याउनु 1 लाख रुपियाँ आयो 10,000 दिन त अबको दान दिनलाई राम्रो काममा दिन त जहिले पनि होइन अचेल मैले अहिले जाँदै गर्दा नि देखेको थिएँ जस्तो तुलसीको मठहरू हजुर त्यो चाहिँ मान्छेको आफ्नो आफ्नो शिलालेखमा नाम छ लगभग त्यस्तो रहेछ त्यो 8-10 जनालाई मैले ल्याएको तुलसी मठ देखेँ त्यो मैले हेर्दै गएको छु यो मन्दिरलाई है यो मन्दिरमा चाहिँ यसको व्यवस्थापन समितिका पदाधिकारीहरूको बढी भूमिका हो एकदम सही एक्टिभ छ एउटाले 10 जना खेरेर 10 जना हुनुहुन्छ 100 जना आउनुहुन्छ हो त्यो त एकले अर्कोलाई तान्दै जाने त्यसले चल्यो लगभग तपाईँको अब मासिक हिसाबले चाहिँ लगभग टेन्टेटिभ कति जति पैसा दान आउँछ दान उठ्छ लगभग टेन्टेटिभ छ सर यसमा ग्यारेन्टी अब एक्ज्याक्ट भन्न आर्थिकलाई मैले बनेन सर म आर्थिक समितिको मान्छे हो एकाउन्टिङ पनि गर्छु हजुर नै मैले त त्यो त किन जान्नु खोजेँ भन्दाखेरि जस्तो त्यो भइसकेपछि त्यही लगानी गरेर अझै अपग्रेड हुन सक्यो मन्दिरमा अहिले त्यो भन्दाखेरि चाहिँ आन्तरिक यो दान देवीले प्रशासनिक खर्च चलेको छ ए हजुर है कर्मचारीहरू छन् कतिजना हुनुहुन्छ समिति कतिजना समिति अहिले हामी 25 जना छौँ ए जस्तो तपाईँहरू यहीँ घोराइ पेरिफेरी यहीँ बजार यतातिर कि बजारतिरको बजारतिरको पनि हुनुहुन्छ बजारतिरको विशेष गरी बजारतिरको यो गाउँ भेगको गाउँ भेगको भयो तपाईँ बजार हामी यस्तो गरेर भेगी हिसाबले समेट्नु भयो तपाईँको यतै हो कि भेगी हिसाबले समेट्नु ल हस् हजुर यत्रो समयले धन्यवाद यो सिकाको लागि पनि हस्